नमस्कार साथीहरू, आज बुद्ध जयन्तीको अवसरमा मैले भगवान बुद्धको बारेमा केही रोचक तथ्यहरू लिएर उपस्थित भएको छु। भगवान बुद्ध जसले हरेक व्यक्तिलाई शान्ति र अहिंसाको बाटोमा लग्न प्रेरित गरे, जो नेपालको लुम्बिनीको कपिलवस्तु भन्ने ठाउँमा जन्मिएका थिए। उनका माता महामाया र पिता शुद्धोधन हुन्। उनी सानै छँदा विद्वान, विदुर र जिज्ञासु थिए। त्यसैले उनी मृत्यु के हो, हामी किन बिरामी हुन्छौँ भन्ने कुरामा धेरै चासो राख्दथे। त्यसैले उनले यस्ता ज्ञान अथवा प्रश्नका कारणले आफ्नो घर त्यागी भिक्षु रूपी बनेर विभिन्न क्षेत्रमा गई आफ्नो ज्ञान बाँडे। उनी एक विद्वान, शान्ति प्रेमी थिए। उनले विभिन्न शिष्यहरूलाई आफ्नो ज्ञान बाँड्दै संसारमा मानिसहरूलाई आफ्नो ज्ञान बाँडेर विभिन्न ठाउँमा जस्तै नेपाल, भारतका विभिन्न कुना काप्चामा पुगी आफ्नो ज्ञानलाई उजागर गरेर आफ्नो जीवनलाई चम्किलो बनाउँदै शिष्यहरूलाई ज्ञान दिँदै हिँडे। उनले आफूले माग्ने भिक्षा माग्ने एक कटौरीलाई यस स्तूपमा राखिएको छ भन्ने विद्वान अथवा इतिहासवादहरू भन्ने गर्दछन्। भगवान बुद्धले आफ्नो अन्तिम समयमा पनि ज्ञान दिँदै शिष्यहरूलाई जीवनका बारेमा बताउँदै हिँडे। उनी 80 वर्षको हुँदा पनि आफ्नो शरीरमा रहेका विभिन्न रोगहरूलाई इन्कार गर्दै आफ्नो जिन्दगी अघि बढाउँदै जाँदा उनलाई च्याउ खाएको कारण मृत्यु भएको हो भन्ने विभिन्न इतिहासवादहरूले भन्ने गर्दछन्। उनी एक विद्वान थिए। उनलाई हामीले भुल्नु हुँदैन। उनले हाम्रो लागि शान्तिका प्रतीक बनेर गएका छन्। उनी भारतको कुशीनगर भन्ने ठाउँमा मृत्यु भएको भन्ने गरिन्छ। उनको शरीरलाई त्यहीँ राखिएको छ भन्ने गरिन्छ। लुम्बिनी आजको प्रसिद्ध क्षेत्र बनेको छ। बुद्ध शरणं गच्छामि। ओम बुद्ध नमो